यहाँ विश्वको सबैभन्दा ठूलो गृहयुद्ध चलिरहेको छ जसले हजारौं निर्दोष मानिसहरूको ज्यान लिइसकेको छ। जहाँ खुनका निशान आकाशदेखि देख्न थालिएका छन्। सुडान अफ्रिकाको उत्तरपूर्वी भागमा उपस्थित एक देश जो फेरि एकपटक नरकमा परिणत भइसकेको छ। सन् 2023 मा यो देशको सैनिकले सरकार गिराएको थियो र त्यसपछि देशकै सबैभन्दा पावरफुल दुई लिडर आर्मी चिफ अब्देल फताह अल बुरान र आरएसएफ लिडर हैमेडी बीच पावर स्ट्रगल सुरु भयो, जसको कारणले पुरा देश खाक भइसक्यो। एकातर्फ छ सुडानको आर्मी एसएएफ र अर्कोतर्फ छ प्राइभेट सेना आरएसएफ। हाल 18 महिनादेखि यो सिभिल वार जारी छ। पुरै देश जलेर भत्किँदैछ। अहिलेसम्म 1.5 लाख भन्दा बढी मानिसहरू मारिसके र 1.5 करोड भन्दा बढी मानिसहरूले आफ्नो घर छोड्न बाध्य छन्। लगभग 3 करोड मानिसहरू भोकमारीसँग जुधिरहेका छन्। यहाँको हालत अहिले यति खराब छ कि हैजा रोगसम्म फिर्ता आएको छ। स्वास्थ्य अवस्था एकदम खराब छ, जहाँ 80% भन्दा बढी अस्पतालहरू बन्द छन्। एल फेसर नर्थ डार्फुरको क्यापिटल सिटी, जहाँ आरएसएफले 18 महिनासम्म घेरेर राख्यो र त्यसलाई कब्जा गर्यो र पुरै शहर मारिदियो। स्याटेलाइट इमेजमा लासको थुप्रा खुनका तलावहरू देखिरहेका छन्। लाखौं मान्छे मारिसके। महिला र बालबच्चाहरूसँग तिनीहरूले के गरे त्यो म यहाँ भन्न सक्दिन। आरएसएफसँग अहिले ड्रोन र मिसाइल सिस्टम आइसकेको छ। अब यो कुनै सानो लडाईँ रहेन र कुरा आइरहेको छ कि यूएई र रसियाले यसलाई फन्ड दिइरहेको छ, किनकि यो देशमा धेरै सुन छ। सोचेर हेर्नुस्, एउटा पुरा देश मरिरहेको छ र पुरा दुनिया यसलाई बस हेरिरहेको छ।